ससुराबा कस्तो लाग्यो त यो सालको रक्सी? अरे ज्वाइँ साहब मलाई चाहिँ कडा लाग्यो के तपाईँ मान्छे युवान भयो कस्तो मासाले धनिराम रहेछ के ज्वाइँ ससुरा गरिरहेको के अब त हामी खाने दरुवा भइसकेपछि त अब हामीले लगाउने भनेको साँच्चीको नाता हो त भन्नु अझ छाडा बोले पनि हुन्छ मलाई मकै मान्ने मै बोल्नेवाला छु तँलाई छाडा मासाले धनिराम यो कुरा चाहिँ गजब भनिस् तैँले चाहिँ ठिक कुरा गरिस् ज्वाइँ मेरो भाइ धनिराम यो गलत भन्दैछ ज्वाइँ नभन्न अब साँच्ची भइसकेपछि त ज्वाइँ स्वाइँ भन्न सुहाउँदैन के तर हेर धनिराम मेरो भाइ त मासाले तेल छोरी अगतिले भिडाइस् नि कान्छी पटका थियो त्यो पटकालाई दिनुपर्ने तैँले त्यो केटा अनुहार पर्या जेठीलाई दिस् के मलाई कति चित्त बुझ्दैन म अर्को कोठा सुत्छु आइजाल मेरो साथी त यस्तो कुरामा चित्त नदुखान त मेरो यहाँ छस् के तेरो लागि म ज्यानै दिइदिन्छु ल ठिक छ अब त हामी दोस्ती भइसक्यौँ साथी सुन्न मलाई तँलाई गाली गर्न मन लाग्छ एकचोटि गाली गरौँ कि मैले पनि गाली गर्छु न त चित्त दुखान्छस् भने चाहिँ म गाली गर्दिनँ है गर्न गर यार मेरो भाइ अब हामी ज्वाइँ ससुरा होइन के हामी त साथीभाइ हो नि होइन ठिक छ धन्यवाद मेरो भाइ स्वीकृति दिस् म गाली गर्छु है त मासाले भाइजोले कहिले गलत दिस् के छोरी त्यो किनभने रानीले मलाई डेली रक्सी खाने कुकुरको मुख खाने भन्छ मैले कुकुरको मुख खाऊँ साथी यो कुरा सुन्दा मलाई यहाँ दुख्यो यहाँ त्यो रानीले मेरो साथीलाई त्यसरी हेर्ने त्यसको हैसियत के छ दाल त गरिबकी छोरी त्यसलाई के छ त्यसको बाउको ऋण कति छ भन्ने कुरा एउटा किडनी पनि फेल भएको छ त्यही त त्यो गरिबकी छोरी मैले नहिँड्नु भन्ने रहेछ अब म फसेँ त साथी यार फसेँ फसे त कुकुरले फेरि कुकुरको मुख धुकेर आइस देखिस् साथी यस्तो गर्छ कि मलाई डेली यस्तो गर्छ अब आफै पनि म के गरौँ मार्यो रानीलाई मार बाबा तपाईँ पनि यहाँ जा बाबा तैँले मेरो साथीलाई हेर्ने जाऊ साथी यसको हड्डी माझ्देऊ